शाखा अधिकृत इन्जिनियर सबैलाई यो चाहिँ बेसिकदेखि एडभान्ससम्म यसको उद्देश्य के हो भने एकचोटि पैसा तिरेपछि सबैतिर तिर्नु नपरोस्। माविलाई त भइगयो नि सबैलाई। अब आइक्यू फर अल भनेपछि यसलाई उसलाई सोध्नै पर्दैन। यो मेरो जिउमा भएका सबै भनेपछि मेरो आँखा कहाँ, नाक कहाँ, मुख कहाँ भनेर सोध्नै पर्दैन। जिउमा सबै, हात पनि जिउमा, खुट्टा पनि जिउमा, टाउको पनि जिउमा, आँखा पनि जिउमा, सबै नि। अल भनेपछि त्यसले कुनै पनि कभर नगर्ला भन्नु परेन। अनि यसको फाइदा चाहिँ एकचोटि पे गरेपछि छुट्टै तिर्नु परेन कि। नासुलाई छुट्टै तिर्ने, अफिसरलाई छुट्टै तिर्ने, त्यही मान्छेलाई बेगु बनाउनु हुँदैन भन्ने प्रिन्सिपल हो। र एकदम डेप्थ लेभलमा राम्रोसँग नपढिकन यो बुझ्दैन बुझ्दैन। जस्तो आय नि गर्न नसक्ने भइकन यो हुँदै हुँदैन। चाहे रिटर्न होस्, चाहे यो आइक्यू होस्। हो, तपाईले ठिक भन्नुभयो। 45 सेकेन्डमा भ्याउनुपर्छ कति तहकोमा त। इलेक्ट्रिकल त 7 लेभलमा 45 सेकेन्डमा भ्याइसक्नुपर्छ। त्यो लेभल हामीले तयारी गर्नुपर्छ। पढिसक्दा आन्सर भ्याइसक्ने गरी जानुपर्छ। यो नर्मल्ली 3टा हुन्छ। मुख्यतया यहाँ तपाईहरुलाई यो सबैलाई कोर्स के हुन्छ भने तपाईलाई क्लियर गर्छु। मुख्यतया यो कोर्स चाहिँ यस्तो हुन्छ जुनसुकै लेभलमा पनि। किन एउटै कोर्समा भ्याउँछ त्यसलाई पहिला म क्लियर गरौँ। पहिलो नम्बरमा भर्बल, नन भर्बल, अब न्यूमेरिकल, यो भित्र पनि म्याथ र जीम्याट, अनि डेटा। आइक्यू हुने यति हो, डेटा इन्टरप्रिटेसन। अब यो सब हुने चाहिँ यति हो। अब यसलाई म सानो पारेर यहाँ तपाईँलाई क्लियर गर्छु। यहाँ सबै के हो त यो भन्ने कुरा अझ एकचोटि म यहाँ सानो पारेर तपाईँलाई बुझाउँछु है। पहिला भर्बल, नन भर्बल, न्यूमेरिकल, भित्र पनि म्याथ र जीम्याट, अनि डेटा। आइक्यूमा हुने यति हो। अब यो केमा कति कति हुन्छ त। अब नासु खरिदार, अनि यो सब इन्जिनियर, अनि यो प्राविधिकका यो सुब्बा तहका भनौँ न, प्राविधिकको सुब्बा तहको, अनि प्रदेशमा 4th र 5th लेभल, प्रदेशमा 4th र 5th लेभल। यो 6वटा, यो 6वटा, यो 8वटा, 4 अथवा 5-3। कहिले म्याथमा 5 यो 3टा, कहिले 4-4। अब डेटा छैन, कोर्समा चाहिँ छ तर सोध्दैन, सोधे छैन, यति हो यसो। अब अफिसर लेभलमा अब यो बिनी लेखेर अफिसरलाई शाखा अधिकृत, अनि प्राविधिक, यो प्राविधिक क्षेत्रका सबै अधिकृत, प्राविधिक क्षेत्रका अधिकृतहरू, क्याडेट, इन्सपेक्टर, 6वटा सबै। अब यो 5वटा हुनेमा चाहिँ जस्तो 25 हुन्छ नि, यो इन्सपेक्टरमा 25वटा हुँदा 5 5 5 5 5। यो 25वटा हुनेमा चाहिँ यसरी आउँछ। 30वटा हुनेमा चाहिँ 6-6वटा हुन्छ। कोर्स त त्यही हो। अब टिएससीहरुमा कोर्समा चाहिँ छ यो 3टा, यसबाट 3टा, यो पनि छैन, यो पनि छैन भनेपछि टिएससीमा चाहिँ यति हो। 5वटा 6वटा आउँछ, कुनैमा 8वटा पनि आउँछ। नर्मल्ली मावितिर 8वटा आउँछ, यहाँ 4-4वटा, अर्कामा 3टा, त्यसरी भनेपछि अब यहाँ पढेपछि सबैलाई एकैचोटि भइगयो। अब यो अरूले डेटा इन्टरप्रिटेसन नपढे भयो, अफिसरका लेभलकाले पढे भयो, अरूले त सबै पढ्नु पर्यो। नो वे, यो नि कोर्समा त छ टिएससीमा, तर सोधे छैन।
नन भर्बल पनि टिएससी को कोर्समा छ, स्पाशल रिजनिङ र भिजुअल पर्सेप्सुअल कन्सेप्सन भनेर। तर जहाँ जहाँ सोधेको छैन त्यही भएर मैले जहाँ जहाँ सोधेको र सोध्ने मात्रै मैले यहाँ राखेको थिएँ। अनि त्यही भएर यसले सबै कभर गर्छ। अब जो मान्छे चाहिँ तपाईँहरू अफिसर लेभलको हुनुहुन्न, उहाँहरूले डेटा नहेरेको, हेर्नु उहाँहरूले डेटा नहेर्दा अब अरू त सबै हेर्नु परिहाल्यो। त्यो भएको हुनाले तपाईँहरू आइक्यूलाई छुवाछुत गर्न भएन। यो मलाई चाहिन्छ, यति मलाई चाहिँदैन, यो म पढ्छु, यो म पढ्दिनँ भन्नु भएन। एउटै सबै अफिस नासु खर्दारमा सोधेका धेरै क्वेसनहरू अर्को वर्ष 1-2 वर्षपछि अफिसरमा सोधेको छ। कुनै साल नासु खर्दारमा गत वर्ष नै भन्नु न, नासुमा अफिसरमा भन्दा गाह्रा क्वेसन आए, परदेशतिर गाह्रा आइरहेको हुन्छ। भनेपछि यो जुनसुकै महिला विकासदेखि जुनसुकैलाई पनि आइक्यू चाहियो। र हामीले आइक्यू यस्तो बनाउनु पर्यो कि यो जब कि जानी फाइदा हुन्छ भनेपछि एकदम डेप्थ लेभलमा बुझिदिनु पर्यो। अनि जेमा सोध्यो नि त्यो आइक्यू त विषय नै जस्तो लाग्दैन कि। अनि अरू अरू विषय पढ्यो भने चाहिँ सफलता प्राप्त हुन्छ। नत्र हरेक वर्षमा हरेक विषय पढ्न आउँदा चाहिँ पैसा तिर्नु परेपछि पैसा पनि छैन, समय पनि छैन, सबै बर्बाद। कोर्सको बारेमा यहाँ के कन्फ्युजन छ कोर्समा, कसरी यसले सबै कभर हुँदो रहेछ भन्ने बुझ्नुभयो बुझ्नु भएन। अब बिनीमा चाहिँ कुरो चाहिँ यही हो। बिनीमा चाहिँ यो बिनीमा यो भर्बलबाट 14वटा आउँछ, यो नन भर्बलबाट 12वटा आउँछ, यो जिम्याटबाट यो डेटामा 6वटा आउँछ, अनि यसमा 8वटा आउँछ चाचाडा। यसरी 40वटा आउँछ बिनीमा, 40वटा बिनी। सबभन्दा धेरै चाहिँ क्वेसन बिनीमा आउँछ, अनि अनुसन्धान अधिकृतमा आउँछ। यहाँ चाहिँ कोर्स चाहिँ यही हो पढ्नुपर्ने, तर धेरै आउँछ कि क्वेसन। फाइदा त छ। अब पढ्नु चाहिँ एउटै पर्ने हो। धेरै पढेर कम आउँछ यो टिएसीलाई नै हो। धेरै पढ्नु पर्ने, क्वेसन चाहिँ थोरै, यति बुझ्नु पर्यो। अब तपाईँको सबभन्दा पहिला कसरी तयारी गर्ने त? अब निशुल्क हुने वेबसाइटहरू म यहाँ लेख्छु। सकेसम्म सेल्फ स्टडी चाहिँ एउटा, त्योभन्दा नआएर पियर स्टडी सबभन्दा राम्रो यो। यदि यो अलि सकिँदैन भने यो, अनि यो सकिँदैन भने बल्ल क्लास। यो चाहिँ तपाईँको यो चाहिँ यो तयारी कक्षाको सहायताले यो तेस्रोमा यो सबभन्दा पहिलो प्रायोरिटी यो, दोस्रोमा यो, तेस्रोमा यो। तेस्रोमा यो पनि जहाँ राम्रो हुन्छ, जुन टिचरको राम्रो लाग्छ त्योसँग पढ्ने, जसले एकदम इमान्दारसँग पढाउँछ त्योसँग पढ्ने। मेरोभन्दा राम्रो अन्त लाग्यो भने अन्तै पढ्ने, मसँग नआउनु। किनभने तपाईँहरूको सफलता चाहियो, उसँग पढ्ने भन्ने कुराको अर्थ छैन। सफलता हुनुभयो कि भएन, तपाईँ सफल हुनुभयो कि भएन, तपाईँ इक्जाममा पास हुनुभयो कि भएन भन्ने कुराको अर्थ हो। तपाईँले मसँग पढे चाहिँ हुने, अरूसँग पढे नपढे हुने भन्ने हुँदैन। तर जहाँ सबभन्दा राम्रो हुन्छ, जसले सबभन्दा अब्बल पढाउँछ त्यहीसँग पढ्नु। अरूको भन्दा मेरो राम्रो लाग्छ भने मसँग पढ्नुहोस्, मभन्दा अरूकै राम्रो लाग्छ भने अरूसँगै पढ्नुहोस्। तर आफ्नै जिउलाई प्रयोगशाला चाहिँ नबनाउनुहोस्। 1-2 दिन यसो रमाइला कुरामा फकिएर पैसा तिरेर पछि बेकार पैसा तिरेछु भन्ने चाहिँ नहोस्। त्यो कुरा चाहिँ सधैँ ख्याल गर्नुहोस्। र कति पढियो, कोसँग पढियो भन्ने कुराले अर्थ राख्दैन। अर्थ तपाईँको सफलताले मात्रै राख्छ। तपाईँ सफल हुनुभयो, त्यो हामीले पढाएको कुराले अर्थ राख्यो। तपाईँ सफल हुनु भएन, त्यो कुराले अर्थ राख्दैन। मैले तपाईँलाई अझ पनि क्लियर भने, धेरै व्यावसायिक कक्षाहरू चलिरहेका छन्, धेरै सरहरूले पढाउनुहुन्छ। जहाँ राम्रो लाग्छ, जसको राम्रो लाग्छ, तर एउटा दुईटा यो चाहिँ भुलभुलैयामा तपाईँहरू नपर्नुहोस्। यहाँ धेरै मान्छेहरूको चाहिँ म यसो हेर्छु होइन, त्यो चाहिने भन्दा त्यो भुलभुलैया सिकाएर चाहिँ यसो नौटङ्की त्यस्तो देखिन्छ, त्यस्तोमा नपर्नुहोस्। मैले तपाईँलाई अझ पनि भने, आफ्नो लाइफलाई आफैले प्रयोगशाला नबनाउनुहोस्।
अहिले योसँग गरेर पढौँ, यसले त राम्रा कुरा गर्दो रहेछ भनेर हुँदैन। सफलताले मात्रै हुने हो, सफलताले मात्रै सबै कुरा देखिने हो। सफल नभएसम्म सबै नाटक। बरु कलेजतिरको चाहिँ के हुन्छ भने एउटा विषय पास हुन्छ, एउटा इयर बित्छ, एउटा विषयमा फेल भयो भने अर्को वर्ष जाँच दिएर त्यसलाई कभर गर्न सकिन्छ। यसमा चाहिँ सकिँदैन। अब दुईटा कुरा, कति मन्थमा सकिन्छ भन्ने कुरो भयो, कसरी पढियो भन्ने कुराले अर्थ राख्छ। तपाईँलाई म एउटा कुरा क्लियर भनिदिउँ, यो व्यवसायिक क्लासहरूमा धेरै टिचरहरूको मैले हेरेको छ, तिनीहरूले 50% नै कोर्स पढाइदिँदैन, 50% नै आइक्यूको पढाउँदैन। दुईटा फाइदा, पढ्नेलाई के पढ्ने भन्ने थाहा छैन, पढाउनेलाई के पढाउने भन्ने थाहा छैन। त्यो बहुत मिल्दो रहेछ। यति भए पुग्छ भन्दै उसले थाहा नि है, पत्याइहाल्छ। अब त्यो जाँचकीलाई नि अब त्यो चाँडो सक्दिनु पर्यो। व्यवसायिक त यति भए पुग्छ भन्दै घाटा गोरु पार्थ्यो, एउटा दुइटामा गएर त्यसरी सिद्धिएछ। त्यही भएर यो आइक्यू फर अल भनेर गर्नु परेको कारण चाहिँ कसैको केही पनि नछुटोस् भनेर हो, अरू केही पनि होइन। अनि तपाईँहरूलाई म यहाँ निःशुल्क मैले सबभन्दा पहिला त सेल्फ स्टडी सकिएन भने आफ्ना मिल्ने साथीहरू, जो विश्वासिला साथीहरू हुन्छन्, उनीहरूसँग मिलेर त्यो ग्रुप स्टडी भन्छ। यसलाई पियर स्टडी भने चाहिँ धेरैजना भए त ग्रुप हो, धेरै पियर भने चाहिँ 2 जना 3 जना यस्तो जोडी बाँधेर, 1 2 जना मात्रै, धेरै हुँदैन। अब गफ हुने, अरू कुरा हुने, टाइम डाइभर्ट हुने हुन्छ। 2 3 जना मात्रै भयो भने चाहिँ आफ्नो आइडिया सेयर हुन्छ, अनि उसले कति पढे थाहा हुन्छ, आफूलाई पनि त्यसमा फोकस गरेर हिँड्छ। त्यो पनि राम्रो, सकेसम्म त सेफ नै राम्रो, 1 इन्च पनि समय बर्बाद हुँदैन। त्यसलाई सुधार्दै जाने। त्यो सकिँदैन पियर स्टडीमा जाने, त्यो सकिँदैन क्लासमा जाने। क्लासमा पनि तपाईँलाई के भने जसको राम्रो हुन्छ त्यसका जाने। मेरो जिउमा मेरो राइट छ भनेर लुगा फुकालेर म हिँड्न मिल्यो त? अनि आगो लाउन नि मिलेन। अर्काले आर्मीमा हुन्छ नि आगो लाउन थाल्यो भने, भनेपछि आफूलाई राइट हुन्छ, म जहाँ पढाउँ भन्ने हुँदैन। पास हुने गरी पढ्नु पर्यो, राम्रोसँग पढ्नु पर्यो, सफल हुने गरी पढ्नु पर्यो। सफल नभएसम्म केही नै हुँदैन। यति बुझ्नुहोस्, सफलताका 1000 बाबु हुन्छन्, असफलता टुरो हुन्छ। जोन एफ केनेडीले भने त्यसै भने होइन नि। तपाईँले पास गरेर जानु, त्यहाँ इन्स्टिट्युटहरूले यहाँ पढ्या भनेर फोटो हाल्न थालिहाल्छ। फेल हुनुभयो भने दोहोऱ्याएर फोन उठाइदिनु भने म बाजिरहेको, फोनै उठाउँदैन। संविधान दिनु त कुरै सहित छोडिदिउँ, तपाईँले पैसा तिरेछ उति नै गर्दा यदि असफल हुनुभयो भने फोन उठाएर के छ पनि भन्दैन कसैले, त्यो त निकम्मा हुन्छ। त्यही भएर सफल हुने गरी पढ्नु पर्यो। तपाईँ लागेपछि म जसरी सफलता प्राप्त गर्छु भन्ने तरिकाले लाग्नु पर्यो। लाग्नेमा यो हो सेल्फ स्टडी। अब त्यो सेल्फ स्टडी गर्ने के पढ्ने त नि भनिदिन्छु म। सुन्नुहोस्, अब यहाँ पढ्नुहुन्छ भने चाहिँ हामीसँग पढ्नुहुन्छ भने चाहिँ क्लास, लाइभ क्लास पढ्नुहुन्छ, तपाईँलाई भिडियो रेकर्डेड भिडियो सरले सबै दिनुहुन्छ, दिनुपर्छ। अहिले त हाम्रो उद्देश्य भने तपाईँलाई जसरी हुन्छ जान्ने पार नो, के गर्दा जान्ने हुनुहुन्छ त्यति पार। क्लास सिकाउने, लाइभ गराउने, लाइभमा म सबै विषय कम्प्लिट बेसिकदेखि एडभान्स लेभलसम्म, अनि भिडियो दिने। अनि तपाईँलाई दिक्क लाग्यो होला, नबुझे टपिकहरू चाहिँ आफूले छानेर रिभ्यू गर्न पाइयोस्, आफूलाई मिलेको समयमा। क्लासै छुट्यो भने पनि रिभ्यू गर्न पाइयोस्, त्यसरी जाने। त्यो गर्नु होला। अब सेल्फ स्टडी गर्दा चाहिँ केलाई आधार मानेर गर्ने त? अब यो तयारी क्लास त त्यो सबै म गराइहाल्छु, लिनुभयो भने। होइन, कतिले क्लास लिन टाइम नमिल्ने हुनसक्छ, कतिले अब आफै पढ्छु भन्न नि सक्नुहुन्छ। त्यस्तोलाई चाहिँ म यहाँ कसरी तयारी गर्ने त्यो नि म बताइदिन्छु। भनेपछि सेल्फ स्टडी, यो पियर स्टडीको लागि तपाईँले यो आइक्यूको लागि, जिकेको लागि पनि हुन्छ। मुख्यतः आइक्यूको लागि त कम्प्लिटै हुन्छ, जिकेको लागि लगभग 60% जति चाहिँ कभर गर्छ, सबै क्वेसन यहीँबाट आउने हो। भनेपछि यी वेबसाइटहरूलाई आधार मान्नुहोस्। अब यो आइक्यूमा बुकमा चाहिँ अल्टिमेट आइक्यू बुक, यो पिजे कार्टरको, यो गुगलमा फ्री बुक छ। पिजे कार्टरको भनेर हेर्नु, त्यो गुगलमा फ्री छ। यो बुकलाई आधार मान्ने, यसबाट धेरै क्वेसन सोधेको लुक्सियाले रेफरेन्स लिने बुकमा यो पर्छ एउटा मुख्य। अब डिस्कसन फोरममा चाहिँ कोरा.com भन्ने यो डिस्कसन फोरम छ। यसमा चाहिँ तपाईँले नआएको क्वेसनहरू त्यहाँ राखिदिनुहुन्छ। यो चाहिँ कोरा भन्ने चाहिँ यो डिस्कसन फोरम छ।
अब अन्य वेबसाइटहरू लोकसेवाले सबभन्दा बढी रेफरेन्स लिने क्वेसन तान्ने चाहिँ सबै यहीँबाट हो। यहाँ हो कि यो doubtnut.com, indiabix.com, examveda.com. अब अनि तपाईँको यो textbook.com, examrace.com, doubtnut.com, indiabix.com, examveda.com, textbook.com, examrace.com. अब अनि यो geeks for geeks भनेर एउटा geeksforgeeks.com, brainly.com, अनि examrace.com त भइसक्यो होइन। अब यो byju's.com, topper.com यिनीहरू प्लस अनि युपिएससीका पास्ट क्वेसनहरू सेल्फ स्टडी गर्ने भयो यतिले आधार मानेर गर्नु सबै यहीँबाट आउँछ। यहाँ भएको क्वेसन त्यसले सबै नेटबाट तान्ने हो, यहीँबाट तान्ने हो। यहाँभन्दा अङ्क अप्सनको क ह ग भने त्यो लोकसेवाले फरक पार्दैन। कुनै पनि लेभलको सबै यसैबाट कभर हुन्छ। यसलाई आधार मानेर तपाईँहरूले आफै अध्ययन गर्न सक्नुहुन्छ अथवा पेयर स्टडी गर्न सक्नुहुन्छ। कतिपय फ्री छन्, कुनै चाहिँ पैसा तिर्नु परिन्छन्, मैले चाहिँ पैसा तिरेर लिएको छ। यदि यहाँ तपाईँहरूले हामीसँग पढ्नुहुन्छ भने म यसैले आधार मानेर पढाउने हो। किन भन्दा जहाँ जे सोध्छ त्यही पढाउनु पर्यो, जहाँबाट सोध्छ त्यहीँबाट पढाउनु पर्यो। हाम्रो त जम्मा क्वेसन मिलाउनु परेको छ, जहाँ 1 मिनट उसले तोकेको समयमा मिलाउनु परेको छ। त्यो भएको हुनाले मैले यसैले आधार मानेर तपाईँहरूलाई यहाँ सिकाउने हो, किनकि जाँचमा त्यहीँबाट आउने भयो। अब आफै अध्ययन गर्ने भए चाहिँ म पैसा नि तिर्दिनँ, म समय नि बर्बाद गर्दिनँ भन्नुहुन्छ भने द्याट इज द बेस्ट वे, सबभन्दा राम्रो। आफैले जानेर आफैले लेभलमा पुग्नलाई अलिक टाइम त बढी खान्छ त्यसले। आफैले के भन्छ तपाईँ क्लास आइडिया तपाईँको धेरै वर्ष अनुभव गरेर पढाएको जति छिटो त नहोला, तर तपाईँले आफैले बुझ्दै जाँदा चाहिँ त्यो त फेरि यस्तो राम्रो पनि हुन्छ कि तपाईँ आफै भोलि आइक्यू पढाउने लेभलमा नि पुग्नुहुन्छ भनेपछि त्यो पनि धेरै राम्रो हुन्छ। अब के गर्दा ठिक हुन्छ त्यो गर्नुहोस्। र मैले तपाईँलाई अझ पनि मैले क्लियर कुरा भने क्वेसन यो आइक्यूमा सबभन्दा समस्या के हुन्छ भने पढाउँदाखेरि हेर्दाखेरि बुझे जस्तो लाग्छ, अलिकति ट्विस्ट गरेपछि तपाईँले कन्सेप्ट पुरा क्लियर बुझ्नु भएन भने थोरै ट्विस्ट गरेर पनि तपाईँले गर्नु नै सक्नु। म्याथको प्रब्लम त्यहाँनिर, म्याथ मान्छेलाई गाह्रो लाग्यो नि त्यहाँनिर, यो आइक्यूमा म्याथ बढी आउने कारण त्यहाँनिर। त्यो भएको हुनाले त्यसका लागि चाहिँ तयार भएर जानु पर्यो। यहाँ तपाईँले आफैले नतातिकन आफै चाहिँ एकदम म्याथ नगरिकन चाहिँ सफलता प्राप्त हुँदैन। यहाँ भन्न त यहाँ आसी भइहाल्छ भन्छन्, यो तपाईँ हेर्नु भने होइन, हिजो उहाँ त्यो गण्डकी प्रदेशको विज्ञापन हो। अब विज्ञापन चाहिँ त्यो त्यहाँ लोकसेवाले विज्ञापन गर्न पाएको छैन, सामाजिक सञ्जालमा चाहिँ तत्काल क्लास हुन्छ। आजको भोलि कसैले जादु गराइदिन्छ त? गराउँदैन। त्यही भएर तपाईँले के गर्ने, यो आइक्यू फर अल बनाउनुको कारण म भनिदिन्छु। तपाईँले पर्सि गण्डकीमै सफलता प्राप्त गर्नु सक्नुहुन्छ भन्ने छैन नि त। त्यही पढेको कारणले चौथोमा दिँदा फाइदा होला नि त, त्यही पढेको कारणले अर्को प्राविधिकमा दिँदा फाइदा होला नि त। एकचोटि यसरी पढ्नुहोस् ताकि दोहोऱ्याएर पढ्न आउन नपरोस्, खर्च गर्न नपरोस्, कन्सेप्ट क्लियर होस्। यदि केही कथम कदाचित एउटा परीक्षा बिग्रो भने पनि, जस्तो अहिले तपाईँको गण्डकीको 5औँ बिहा हेर्नुभयो भने पनि यहाँ सङ्घको नासुता छ नि त, गण्डकीको चौथो राम्रो गर्नु होला नि त, तपाईँको यता खर्दा राम्रो गर्नु होला नि त। एकचोटि राम्रो पढेस् यहाँ त यति कुरा भन्नुहोस्, जो मान्छेले सत्य कुरा बताउँदैन, रियल कुरा त्यही हो, मान्नुहोस् या नमान्नुहोस्, तर तपाईँले एक दिन सत्यको 2टा रूप हुँदैन। सुन्न त मिठा कुरा मजा लाग्छ, त्यसले कहीँ पुर्याउँदैन। तपाईँलाई मिठा कुरा गर्ने त जसलाई नै आउँछ, तर त्यसले कहीँ पुर्याउँदैन। तपाईँहरूले नै हो लाने। तपाईँहरू आफै आफूप्रति इमान्दार हुनुपर्छ। हामीलाई त के लाग्छ भने अर्काले आएर जादु गराइदियोस् भन्ने लाग्छ, चाहे पढाइमा होस् चाहे
यो रोजगारीका व्यवसायमा होस्, चाहे राजनीतिमा होस्, चाहे देश चलाउने कुरा होस्, अर्काले आएर जादु गरिदियो भने त भन्न ठान्छौँ, जादु गर्ने कसैसँग केही क्षमतै हुँदैन। समस्या त्यहाँ। अब दुईटा कुरा पनि तपाईँले कम बुझिरहनु भएको छ भने तपाईँले तपाईँको आफ्नो समस्या थाहा पाउनुभयो क्या। अब त्यहाँबाट चाहिँ सुधार सुरु हुन्छ। मलाई आयु कम आउँछ भने थाहा मैले पाएँ भने त्यो पनि एउटा समाधानको उपाय। अब त्यहाँ कसरी सुधार गर्ने त्यहाँबाट सुरु हुन्छ। समस्या चाहिँ कहाँ हो भने मलाई आउँछ भने भ्रममा पर्ने, आउँदैन। सबभन्दा डेन्जर समस्या चाहिँ आउँछ जस्तो चाहिँ लाग्ने, गर्दाखेरि न त्यो जुन भ्रम भुलभुलैयाले हामीलाई सघाउँछ। त्यही भएर मैले तपाईँलाई जहाँ पढे पनि मसँग पढ्दा चाहिँ राम्रो हुने, अरूसँग पढ्दा नराम्रो भन्ने त हुँदै होइन नि। तपाईँले कति बुझ्नुभयो, कसरी बुझाउनु भयो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। म चाहिँ अरू जसरी मसँग पढ्दैमा राम्रो हुन्छ म बताउँदिनँ। मान्छेको कोसँग कति फ्रिक्वेन्सी मिल्छ भन्ने हुन्छ नि, तर त्यसले तपाईँलाई काहीँ न काहीँ त पुर्याएकै हुन्छ। हिन्दू धर्म मान्ने काहीँ देवतालाई आस्था छ, बुद्ध मान्ने पनि देवतालाई आस्था छ, क्रिस्चियन पनि छ। कसैलाई केले तान्छ, कसैलाई केले तान्छ एउटा कुरा हो। तर आलाई जेले तान्छ त्यतातिर जानु पर्यो। अब मेरो राम्रो लाग्दैन भने मसँग भर्ना गरेर खर्च गर्नु बेकार हो, त्यसले तपाईँलाई काहीँ पुर्याउँदैन। अरूको भन्दा मेरो राम्रो लाग्छ भने चाहिँ अन्त पढ्नु पनि बेकार हो। जहाँ बेस्ट हुन्छ त्यहाँ पढ्नु होला। अब म यो भन्ने नै छैन कि तपाईँको सबै टपिकमा राम्रो हुन्छ कि कुनैमा राम्रो हुन्छ। तपाईँले त्यो हेर्नै नभएकामा तपाईँलाई भ्रम लाग्यो। सबैभन्दा गाह्रो आइक्यू भनेको भरबल हो। हामीले वास्तै गर्दैन। आइक्यूमा हाम्रो जाँच बिग्रिनुको कारण भरबल सबभन्दा गाह्रो हुन्छ। त्यसलाई हेरेकै छैन, दुई तिनवटा टपिकमा सिध्याइदियो अनि क्वेसन आउँछ त्यहाँबाट झ्याप झ्याप त्यसरी सिद्धिन्छ। अब पहिला पढाइहालेँ नि, मैले तपाईँलाई भनिहालेँ नि, पहिला पढाइहालेँ, पहिला तपाईँसँग पढाइ नलेज पनि छ, यसलाई आधार मानेर आफै अध्ययन गर्दा बेस्ट हुन्छ। होइन अब म छिटो रिभ्यू गर्छु, मलाई एकचोटि रिभ्यू हुन्छ भने यो मर्न लाग्यो बेला डोरी किन्दा मोलमलाई गर्ने भन्छ कि। अब झुन्निनलाई डोरी किन्न लाया पसला, एकपछि झुन्निनु पर्यो भनेर पसलमा डोरी किन्न गएको छ। साउजीलाई साउजी 5 रुपियाँ छोडिदेऊ न, अब के अर्थ राख्छ भन। अब झुन्निनलाई डोरी किने, अब त्यहाँ डोरी किन्न गएर झुन्निन्छ, 5 रुपियाँ छोडिदेऊ न भनेर के काम लाग्यो हो। यो झुन्निनलाई डोरी किन्दा मोलमलाई गरेर अर्थ छैन, त्यो कुनै तात्विक नै हुँदैन। त्यही भएर जब अफिसर हुने नासु खर्दारै भन्ने कुरा छ भने, क्लासै लिनु छ भने आइक्यूले मात्रै केही जोगाउनेवाला छैन। तर यसरी पढ्नु पऱ्यो कि एकचोटि अब्बलसँग पढेको कुराले नासुमा पढ्न, खर्दारमा पढ्न अर्का आउने होइन कि। एकचोटि पढ्ने, क्लियर हुने, जिकेर आइक्यू त्यसरी पढ्नु हो भने यति सजिलै लोकसेवा पास हुन्छ नि। त्यो मान्छेले सोचे भन्दा धेरै सजिलो छ लोकसेवा पास। फेरि मैले यो अरू बजारमा पासै नभएर जिन्दगीमा लोकसेवा नदिँदाखेरि मान्छेले भने होइन यो कुरा याद। म त लोकसेवामा अफिसर पनि 1 नम्बरमा पास भएको मान्छे हो, उपसचिवमा नि 1 नम्बरमा पास भएको मान्छे म। अनि यहाँ आएर पनि मैले कति बार इक्जाम दिएँ भनेपछि यस्ता कम्पिटिसनको परीक्षा कति गाह्रो हुन्छ, परीक्षार्थी हुन कति गाह्रो हुन्छ, टिचर हुन कति सजिलो हुन्छ मलाई थाहा छ। संसारमा सबभन्दा सजिलो काम टिचर हुन, सबभन्दा गाह्रो काम विद्यार्थी हुन मेरो अनुभवमा चाहिँ त्यति। टिचर हुन जति सजिलो र विद्यार्थी हुन जति गाह्रो केही छैन। त्यही भएर यी बजारमा ठुल्ठुलो कुरा गरेर नि तिनीहरूले जिन्दगीमा पासै गरे होइन, त्यस्तै लाग्यो। बुझ्नु भएन। आफूलाई त्यो विद्यार्थी हुनलाई बाहिर भन्न त जस्तो मैले एउटा हिसाब गर्नलाई 10 मिनट लाग्यो नि के भयो। अहिले म टिचर भएर 10 मिनट मैले लाएँ भने कसले के समात्ने हो र। मलाई आएन भने आज आएन, म भोलि भनिदिन्छु भने कसले आएर घाँटी ङ्याक्ने हो र। कसले ङ्याक्छ त ङ्याक्दैन नि त। आज मलाई आएन भनिदिनु भयो अनि 10 मिनट लाएर गरिदिनु भयो, कसले चाहिँ समात्ने हो र। तर जाँच हल्ला 1 मिनट लाउनु पर्ने क्वेसनमा 10 मिनट लगाइदियो भने के होला भन्नु त। त्यो जाँच हलको भित्र आएन भनेर बाहिर निस्क्यो भने त्यसको हालत के हो। विद्यार्थीमा छैन त परीक्षा हलमा बसेर 1 मिनट लाउनुले 10 मिनट लाएर मिलाउनु त अरू 9 हिँडिनिको। अब आज आएन भनेर छोडेर आयो भने के हुन्छ, जाहिरी चट भयो भए। टिचर हुन त के छ र आइक्यू मात्रै जाने हो, विद्यार्थीलाई त जिके पनि जान्नु पऱ्यो, आइक्यू पनि जान्नु पऱ्यो, अनि रिटर्न पेपर पनि जान्नु पऱ्यो। त्यो चाहिँ प्रशासन व्यवस्थापन सबै
हो त्यो तपाईँको रिटर्नमा तपाईँले सिस्टमै बुझ्नु भयो। ऊ यहाँ उहाँले सही भन्नुभयो, त्यो चाहिँ 7:45 सेकेन्ड नै भ्याइदिनु पर्छ। क्वेसन पढिसक्दा गरिसक्नु पऱ्यो बा, क्वेसन पढिसक्दा नै यसमा यति हो भनेर गरिसक्नु पर्ने अवस्था हुन्छ भनेपछि। अनि त्यो चाहिँ फेरि कस्तो हुन्छ भने कुनै कुनै क्वेसनहरू चाहिँ जस्तो त्यो चाहिँ भर्बल टाइपमा त्यो 45 सेकेन्ड नलाग्ने पनि हुन्छ। अनि त्यसले त्यसरी चाहिँ हामी जानुपर्ने हुन्छ। पहिला पढ्ने साथीहरू, सेल्फ स्टडी गर्ने साथीहरूलाई, पियर स्टडी गर्ने साथीहरूलाई मैले यो भने र मैले क्लासमा गराउँदा नि यसैको आधारमा गराउँछु भने। अब यसमा मैले कोर्स बताएँ। अब तपाईँहरू यहाँ आज जोइन भइसकेपछि केही न केही सिक्नु। भोलि जोइन हुनु भएन भने पनि आजको समय त खेर फाल्नु भएन। एउटा वेबसाइट सिकियो, कसरी पढ्ने भन्ने पनि सिकियो। जिके चाहिँ कसरी पढ्ने भन्नुभएको छ। जिके चाहिँ कसरी पढ्ने भने म तपाईँलाई आइडिया दिन्छु। जिके चाहिँ सिस्टममा पढ्ने। यो जिके किन गाह्रो हुन्छ, रिटर्न किन गाह्रो हुन्छ, यसको म कज बताइदिन्छु। जिके र रिटर्न चाहिँ किन गाह्रो भइरहेछ भने पढ्नै नजानेर। प्राथमिकरण जान्ने जिके पढ्नेले पहिला जिके के पढ्नुपर्छ भने कोर्समा शासन, प्रशासनिक व्यवस्था, संविधान। जिके पहिला पढ्नेले हामी कसरी सिद्धिया छौँ जिकेमा म क्लियर पार्छु। कसरी सकेका छन् यो इन्स्टिट्युटवालाले त्यो पनि म भनिदिन्छु। 2मा शासन, प्रशासनिक व्यवस्था, संविधान पहिला पढ्नुपर्ने। दोस्रोमा पढ्नुपर्ने हो आर्थिक व्यवस्था। आर्थिक व्यवस्था भनेपछि यसमा चाहिँ तपाईँको यो चाहिँ बजेट, चालु योजना। अब यो आर्थिक सम्वाहक, अनि यो कृषि, यो वाणिज्य, यो व्यापार, यो दोस्रोमा पढ्नुपर्ने। तेस्रोमा पढ्नुपर्ने वातावरण सम्बन्धी, वातावरण, पर्यावरण, यो विज्ञान सम्बन्धीहरू। तेस्रोमा, चौथोमा पढ्नुपर्ने अन्तर्राष्ट्रिय सङ्गठनहरू। अन्तर्राष्ट्रिय सङ्गठनहरू यो चाहिँ युएनओ, के अरे युएनओ, डब्लुटिओ, अब यो आसियान, सार्क हो। अब पढ्नु पर्ने 5मा समसामयिक। पढ्नु कसरी पढ्ने हेर्नु है। समसामयिक। अब 6मा पढ्नुपर्ने यो अब नेपालको भूगोल, विश्वको भूगोल। नेपालको भूगोल, विश्वको भूगोल, विश्वको भूगोल। अब 7मा अब यो इतिहास, नेपालको इतिहास, विश्वको इतिहास, धर्म, संस्कृति। यो पढ्नुपर्ने यसरी। अब हामी यहाँबाट पढ्न थाल्छौँ। हाम्रो मैले लोकसेवाको यो जिके पढाउनेको हेरेँ, यहाँबाट पढाउन थाल्ने। यसबाट आउँछ क्वेसन सहिले खालका 2-3टा पढाउने, 2-3 महिना लाएर यो जे पढाउनु पर्ने यो चाहिँ यसमा आउँछ क्वेसन 6वटा, एउटा क्लासमा सिद्धियो। यो चाहिँ पढ्नुपर्ने हो। यसले चाहिँ सेकेन्ड पेपर, थर्ड पेपर, फोर्थ पेपरलाई यस्तो कभर गरेर लान्थ्यो। यो तयारी क्लासका टिचरहरूले मान्छे कोल्यास बनाइछन्, त्यो पढ्ने लाइन के थाहा छैन। अनि यो पढ्नुपर्ने रिटर्न पेपर। यसले चाहिँ जिके मात्रै होइन, जिकेका लागि, त्यो रिटर्नका लागि फ्याक्ट, तथ्य, विषयवस्तु क्लियर पार्छ। अनि यहाँ क्वेसन आउँछ 6वटा। यसको क्वेसन आउँछ 6वटा जीमा पनि। यसको 6वटा। यो आधी जति जिके त पढेकै हुँदैन, क्लासमा पढाएकै हुँदैन। सकिएन नि, अब मान्छे डुबाइदिइहाल्यो। बजारका सबै टिचरलाई कुन चाहिँ यो पहिला पढाइछन् मलाई त्यहाँ अन्त। यसलाई 15 दिन लाएर कुन चाहिँ पढाइछ, एउटाले नि छैन। यो चाहिँ 15-20 दिन लाएर कसले पढाइछ, एउटा 2टा क्लास सर पढाएर। अनि यो 24 नम्बरको जिके पढेकै हुँदैन, आधी जिके हेरेकै होइन। अनि यो चाहिँ कस्तो आउँछ त भन्दा सबभन्दा ठुलो ताल कुन हो, क्यास्पियन सी। सबभन्दा ठुलो महासागर कुन हो, प्रशान्त। यो त तपाईँको सर नर्मल। अब बजारका बुक किन्नु कि
यहाँ 6 नम्बर आउने क्वेसन चाहिँ 2-3 पेज होला, 4-5 पेज होला। अनि यो चाहिँ छ है आधी बुक जति तलतिर चाहिँ। अनि त्यो पढो जिके यही चाहिँदैछ भनेर पढ्यो जहाँ हेर्दा जहिले पनि छैन। अनि यो रिटर्नको पनि छैन। यो चाहिँ दामीसँग पढ्ने हो भने रिटर्नको आधी कभर हुन्छ। यो 3 महिना त यही पढाइदिन्छन् गरेर तपाईँ त्यो कोर्समा हेर्नु। अनि विद्यार्थीलाई समय पनि खतम। अनि लोकसेवाले झोका दिए होइन, आफूले पढ्न नजान्दा खतम भएको चाहिँ त्यहाँनिर। तपाईँले यो पढ्नु त, शासन प्रशासनिक व्यवस्था संविधान त्यो चाहिँ त्यो उसमा कसरी सकेका छन् यो तपाईँ ख्याल गर्नुहोस्। सधैँ नै कुरा बताउँदैनन् कि, किनभने व्यापारमा सधैँ कुरा बतायो भने व्यापार हुँदैन। यहाँ त कस्तो हुन्छ भने त्यो माछाले समुद्रमा माछा हुन्छ अथवा तालमा माछा हुन्छ, माझीले त्यो माछालाई खानेकुरा हाल्छ कि। अनि माछाले के भन्ठान्छ भने मलाई मेरो भोक टार्न आयो भन्ठान्छ। त्यो खानेकुराबाट आउँछ। अब माछाको भोक टार्ने होइन, त्यो माझीको चाहिँ भोक टर्छ। टिचरको नि सबै यही हो। यति कुरा क्लियर हुनुहोस्, टिचरमा नि यही नै हो, सबै नै जिके एउटै छ। अनि त्यो चुसतिर नि सबभन्दा बढी त्यो हेर्नु त अहिले त्यो प्रासतिर यस्तो टपिकबाट, व्यवस्थापनको टपिकबाट त्यो झन् प्राविधिकलाई त एकदमै मुटु गयो कि। यो प्राविधिकलाई त यो टपिकहरू मुटु नै छ। व्यवस्थापन, तपाईँको यो संविधान शासन होइन, तपाईँको चाहिँ त्योहरू सबै यस्तो चाहिँ नपढाएर खतम पार्थ्यो। तपाईँले यो कुरा मैले ख्याल गर्नुहोस्, टिचरकै पछि नलाग्नुहोस् भने मैले त्यसै होइन। अनि यो पढ्दाखेरि तपाईँको रिटर्नको आधी जति राम्रो हुन्छ। रिटर्नलाई मात्रै राम्रो हुँदैन, रिटर्नको लागि जुन तथ्यहरू, अरूलाई जित्ने तथ्यहरू तपाईँले कण्ठ पार्यो, जिकेमा नि फाइदा भयो, रिटर्नलाई पनि त्यो तथ्यहरू अरूले हाल्न सक्दैन। अनि तपाईँको प्रिन्सिपल पनि तपाईँले यो जिके पढ्दै बुझिसकेको हुन्छ, कहाँनिर के छ भन्ने कुरा प्रिन्सिपल पनि बुझेकै हुन्छ यहाँ। अनि रिटर्नमा त्यो जिके पढे तथ्यहरू सुई घुसाउँदा तपाईँलाई टप 10 पर्न कसैले उछिन्दैन। अब हामी जे पढ्नु पर्ने, हाम्रो चाहिँ पढाइ के भइन्छ भने यहाँलाई हिँडेर हामी यहाँ पुग्नु पर्ने। आज यहाँ हिँड्ने, आज यो बिस्तारै बरु हिँडियोस्, अगाडि बढ्नु पर्ने। हाम्रो चाहिँ पढाइको लेभल भने दाइँ जस्तो भइछ। यही घुमे कहाँ पुगिस् त भन्दा यहीँ गई, दूरी पनि धेरै तय भयो, थकाइ पनि लाग्यो। कहाँ पुगिस् त बाबु भन्दा त्यो घेरा जति छ त्यति। त्यो घेराबाट बाहिर गयो होइन, अनि कसरी पास? पोहोर पनि फेल, अहिले पनि फेल। यता होला कि भन्नु त्यता आयो, उता होला कि भन्नु उता गयो। समस्या आफूमा छ। ओए नि यो ओए पहिचान नपाएर तपाईँ मैले भने जसरी लाग्नु है, मसँग पढ्नुपर्छ भने होइन। मैले यहाँ भनेको छु जिकेमा यसरी आजदेखि लाग्नु त, मैले भने भनेर लाग्नु पर्दैन। मैले भने यो कुरामा फोकस गरेर मसँग क्लास लिनु नि पर्दैन, मेरो क्लास पढ्नु नि पर्दैन। जुन इन्स्टिट्युटमा तपाईँले क्लास लिनुहुन्छ हेर यहाँलाई पढाउनु थाल्दा जिके। अब यो चाहिँ एक दिनमा एकचोटिमा हुँदैन भनेर लाउनु त। अनि तपाईँले कसरी तपाईँ चाहिँ पास हुनु भने म बेट हाल्छु। ल मैले किन भनिरहेको छु यो तपाईँलाई 3-4 कारण। म पहिला म जिके टिचर पनि हो, म पहिला जिके पढाउँछु, मैले सबै पढाएको पनि छ पहिला। अनि यो आइक्यू नयाँ आएपछि म आइक्यूमा आएको मान्छे। 5 वर्ष त म जिके पढाएँ, भूगोल इतिहास यो सबै। अब हामीलाई यहाँ चाहिँ समस्या जिकेमा नि के छ भन्दा त्यो भूगोलै नपढे, जो कलेजमा भूगोल नपढे मान्छेले भूगोल पढाएर बसिदिन्छ। मलाई थाहा नै टर्मिनोलोजी थाहा हुनु। अनि त्यो बजारका बुका अलिअलिहरू त्यहाँमाथि अहिले त धेरै सजिलो हो। अहिले त मान्छेलाई बेगुफ बनाउनु अहिले जति सजिलो कहिले नि। पावर पोइन्ट ल्यायो, एकचोटि बनायो, फर्र पढ। उता सुन्नेले सुनेर उता केही बसेको छैन। पढ्ने बेला त्यहाँ नोटा आइहाल्छ भने उता पढ्नेलाई नि आछ, नोटा आइहाल्छ छँदै छ भने उसको चासो नै हुँदैन। अनि माइन्डमा छैन। सेयर त नलेज सेयर त तपाईँको त्यो फेसबुकतिर त कति सेयर हुन्छ माइन्डमा सेयर भएन भने, माइन्डमा बुझाइ भएन भने त्यसले कहीँ पुर्याउँदैन, रिजल्ट केही पनि दिँदैन। त्यो भएको न हाम्रो पढाइ तरिकै भएन, रिडर पनि खत्तम। यो 45 सेकेन्डमा आइक्यू कसरी मिलाउने भने चाहिँ तपाईँले क्वेसन हेर्ने बित्तिकै गर्न सक्ने बन्नु पर्यो। अब अहिले म सिकाउँछु तपाईँको कुन टपिकको, कुन एउटा टपिकको म तपाईँलाई आज सिकाउँछु होइन। तर तपाईँलाई मैले जिके पढ्दा चाहिँ क्लासमा यही भन्नु, तपाईँ जुन जुनसुकै इन्स्टिट्युटमा पढ्नुहोस् भनेको छु मैले, जोसुकै
त्यो अरू यहाँ सुरु गरिने हो यो त आफै पढ्नुहुन्छ सर्फेसियल क्वेसन आउँछ त्यहाँ अस्ति देख्नु भएन पहिला यो चाहिँ तपाईँले राम्रोसँग पढ्नु रिटर्नको आधी कभर भइसक्यो रिटर्न नै यहाँ आइसक्यो यही पढे होइन यही बुझे होइन जिकेको आधी नै हेरे होइन त्यो स्थिति हो रिटर्नको जुन पहिला जुन बेसिक पढ्नुपर्ने जुन बुझ्नुपर्ने त्यो नै नबुझिकन तपाईँ रिटर्नमा जान थालेछ अनि कति पढ्ने के पढ्ने सबभन्दा पहिला यो पढ्ने यसलाई कम्तीमा 15-20 दिन नपढिकन यो सकिँदैन यो अर्को 15-20 दिन नपढिकन यो सकिँदैन यसलाई डेथ लेभलमा हरेक विषयवस्तु चाहिँ कम्प्लिट गर्नुहोस् तपाईँले त्यही वर्ष जहाँ दिएकोमा यो शासन भने त्यो मात्रै होइन धेरै प्रकारका जुन शासनहरू त धेरै छन् नि त सुशासन विकास प्रशासन व्यवस्थापन एनपीएम अनि तपाईँको यो चाहिँ प्रशासनिक यो व्यवस्था भने किराँतकालदेखि कसरी विकास हुँदै आयो मल्लकालमा के भयो राणाकालमा कस्ता कस्ता आए शाहकालमा के आयो पञ्चायतकालमा यो सबै यहाँ पर्छ संवैधानिक विकास क्रमदेखि लिएर आइक्यू मात्रै हो यहाँ मैले पढाउने त मैले पढाउने आइक्यू मात्रै हो तपाईँले यहाँ युनिग्लोबमा आइक्यू मात्रै पढ्ने भनेर भर्ना गर्न सक्नुहुन्छ त्यो तपाईँको छनौटको कुरा हो सबै पढ्ने भनेर आइक्यूलाई मात्रै छुट्टै त्यहाँ उहाँले फी भन्नुहुन्छ अरूको अलि महँगो होला आइक्यूलाई अलिक कम होला आइक्यू मात्रै पढ्न पाइन्छ किन नपाउँछ पाउनै पर्यो नि आइक्यू मात्रै पढ्छ भने त पाउनु तर जिके पढ्दा यसरी जानु होला यदि तपाईँले अन्त इन्स्टिट्युटतिर पनि यसरी पढाएन भने आफै भयो नि यहाँबाट सुरु गर्नु होला र 15-20 दिन मैले भने तयारी गर्नुहोस् तपाईँको देखिने गरी चेन्ज भएन भने मलाई भन्नु देखिने गरी नै चेन्ज हुन्छ ल अब यो त बुझिहाल्नु यो रिटर्नलाई पनि यही नै हो तपाईँको रिटर्नको यो विषयवस्तुहरू तपाईँलाई थाहा नभएर रिटर्न कमजोर भएको रिटर्नमा अरूको भन्दा मौलिकता नआएको अरूको भन्दा सृजनशीलता नभएको यहाँबाट सिद्धिया कि यहाँबाट सिद्धिया छ अनि जति ठाउँ भौतारिए पनि हुने बेला केही छैन कहिले यसरी भन्दै भन्दैन किनभने यो 15-20वटा क्लासमा पढाउनु त यति धेरै मेन कुरा पढाउनु पर्छ कि अफिसरको गत वर्ष संविधानबाट 6 क्वेसन एउटा ओडमा सोध्यो एउटा ओडमा प्रत्येक व्यक्तिलाई हुनेछ यो प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ प्रत्येक नागरिकको कर्तव्य हुनेछ त्यस्तो एउटा शब्दमा 4 सोधे खालको गरे अनि त कुन लेभलमा पढ्नु पर्ला जिके भन्नु त कुन लेभलमा बुझ्नु पर्ला त्यो विषयवस्तु त्यो लेभलमा बुझिसकेपछि त्यसले रिटर्नमा के चाहिँ गर्छ अनि त्यसलाई कुनै गाह्रो हुन्छ यो चाहिँ यो योजना बजेटको यो 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 र यो शासन नै बुझ्दाखेरि नै प्राविधिकतिरको जिके त पुरै कभर भइसकेको हुन्छ भनेपछि हामी यसरी ठगिएका छौँ यो कुरा बुझ्नु होला तपाईँले नजानेर ठगिनु भयो आफै पनि तपाईँलाई पनि थाहा भयो त्यो बजारका त्यो चाहिँ व्यवसायिक बुझेर मात्रै भर परेर हुँदैन नि त यो तयारी गरेर बस्ने मान्छेले त्यसै तयारी गर्दैन भन्नु भयो होइन कि तिनीहरू धेरै पहिलेदेखि नासु खदार भइरहेका छन् तिनीहरूले एउटा लेभल बनाएर तयारी गरेर बसिरहेका हुन्छन् कि कोही चाहिँ तपाईँको चाहिँ एउटा आफ्नै तरिकाले फरक तरिकाले पढेर बसिरहेका हुन्छ यो यहाँ यो व्यवसायिक क्लासको मात्रै भरमा त कहाँ हुन्छ यसले चाहिँ दुईवटा फाइदा गर्छ एउटा पैसा तिरेसी इमान्दार भएर पढ्न आउँछ तपाईँले अहिले आइक्यूमा 9 बजी कुमारसँग आइक्यू पढ्ने भन्दा पैसा तिर्नुभयो भने पैसा तिरिया छ जाउँ भन्ने हुन्छ अनि यहाँ तपाईँले 100-200 मान्छे देखेपछि अर्को माहौल आउँछ नि एउटा वातावरण क्रिएट गर्छ त्योभन्दा बाहेक यसले कहीँ पुर्याउँदैन यति कुरा बुझ्नु होला तपाईँले आफैले मेहनत गरेर आफैले धेरैभन्दा धेरै नगरिकन हुँदैन तपाईँले इलेक्ट्रिकल इन्जिनियरमा लाई कभर हुने गरी जान्छ र तपाईँलाई त्यस्तो केही बुझिनु भएन भने त्यहाँ म ओपन सोधे पनि हुन्छ म सबै सिकाएँ तर यहाँ पढायो भन्दा बाहिर आयो भने यहाँ सबै विषयवस्तुको एकदम डेप्थ लेभलमा पढ्छौँ हामी त्योभन्दा बाहिर आयो भने अनि त फटाएर जजमेन्ट र मलाई भने हुन्छ सामाजिक सञ्जालमै हालिदिने हुन्छ मैले गरेको कामको इभ्यालुएसन हुन्छ कसरी हुन्छ भन्दा तपाईँ पास भएर हुन्छ एउटा तपाईँले त्यो क्लास जाँच हलमा बस्दा क्वेसन हेर्दा हुन्छ हामी पनि तपाईँको चाहिँ सामाजिक यो चाहिँ उसमा जोडिएर काम गर्न आइसकेपछि हामी चाहिँ आलोचनाबाट जिम्मेवारीबाट भाग्ने कुरो हुँदैन त्यो कुरा चाहिँ ख्याल गर्नु पर्यो ल अब यो तपाईँलाई मैले भने जान्नु अनि भएन भने भन्नु होला
अब ल म अब आज अलिकति केही न केही त सिकौँ, एउटा मात्रै ट्रिक भए नि सिकौँ। कुन चाहिँ विषय गाह्रो लाग्छ त्यसैको सिकाइ। तपाईँले जुन विषयको भन्नुहुन्छ म त्यसैको सिकाइदिन्छु, कुन टपिक गाह्रो लाग्छ होइन। अब भोलिदेखि हाम्रो रेगुलर क्लास त हुन्छ नै। ल अब जुनसुकै टपिक भए पनि भर्बलको कुनै एउटा भन्नुभयो। भर्बल के गर्ने होला भन्नुहोस्। भर्बलको धेरै छन्, त्यो मध्ये कुन चाहिँ गर्ने? यो क्लास लिएपछि बुकतिर नजाने, मलाई किन धनी बनाउनुहुन्छ? सबै ट्रिक यी क्लासमा सिकाइदियो है भने त्यो बुक त क्लास लिन नभ्याउनु ल्यायो। म क्लास लिनेले क्लासकै भिडियो हेर्दा पुग्छ, अरू केही जानु पर्दैन त्यसमा। ल ल जस्तो यो भर्बलकै जाउँ, भर्बलकै जाउँ। यो भर्बलमा कस्तो कस्तो सोध्छ त भनेपछि भर्बललाई भन्नुभयो ल, ठिक छ, धेरै बेर पनि लाग्दैन। भर्बलको ओड सिरिज, ल ओड सिरिजबाट ओड सिरिजमा अफिसरमा, टिएससीमा, प्राविधिकतिर धेरैचोटि सोधेको ओड सिरिजबाट। अफिसरमा पनि दुईचोटि सोधेको छ, टिएससीमा पनि दुईचोटि, सबैमा धेरैवटा सोधेको। नासुमा नि खरदार पनि सोधेको छ। यो बुझ्नुभयो, यो मिनितिर नजाने। ओड सिरिज आउँदाखेरि मिनितिर नजाने। जस्तो 2074को अफिसरमा आयो, 2078को यो इन्जिनियरलाई आयो। अब यहाँ ओड सिरिजमा आयो, हेर्नुहोस् है, यो ओड छ तर सिरिजमा आयो। अब मिनितिर जाँदैन नि। यस्तो क्वेसन आयो भने तपाईँले मिनितिर जाँदैन नि। यहाँ भएको अल्फाबेटको रिलेसन हेर्ने। यो 2074को अफिसरमा, 2078को इन्जिनियरमा सोधेको क्वेसन हो। यो क्वेसनै यही थियो। अब ओएनई मिनितिर जाँदैन जाने भनेको छु। यहाँ भएको अल्फाबेट ONE1, ONE1, TWO2, यताको एउटा ONE1, TWO2। अब TH के हुन्छ भन्नु त? कुन चाहिँ हुन्छ ल? THRE3, FOUR4, FOUR4 भनेपछि हाम्रो आन्सर चाहिँ के हो भन्दा रिफ हो। यहाँ वार्ड भनेको थाहा रिफ भयो। यहाँ वार्ड भनेको थियो। ल हेर्नुहोस्, ONE1, TWO2, THREE3, FOUR4 भनेपछि यहाँ भएको अल्फाबेटको रिलेसन हेर्ने। तपाईँले मिनिङतिर जाँदैन नि। बाहिर आएर अर्काले यो त के छ र, यो 1 2 3 4 भनिदिन्छ। अब सिद्धि बुझ्न नि केही बाँकी छैन होइन। यति इजी हुन्छ नि। अब एउटा म गरिदिन्छु है, ल गर्नु। अब तपाईँलाई म दिन्छु गर्नु। यो पनि सोधेकै क्वेसन हो, गत वर्ष परदेशमा सोधेको थियो।
ल अब यहाँ मिनिङतिर त जाँदैन नि, यसको मिनिङ के छ भन्ने कुरा तपाईँलाई मतलबै नभएछ। त्यहाँबाट अल्फाबेटको रिलेसन हेर्नुहोस्। यस्तो क्वेसन आउँदा तपाईँले मिनिङतिर जाँदैन जाने, त्यहाँ भएका अल्फाबेटको रिलेसन हेर्नु। ल गर्नुहोस् त। मिनिङतिर तपाईँलाई मैले के भने, मिनिङतिर जाँदै नजानुहोस् है भने। अब यहाँ हेर्नुहोस्, ए ए एबाट सुरु भयो, बीमा टुङ्ग्यो, एबी। सी छोडो, डिई, डीबाट सुरु भएर ईमा टुङ्ग्यो। अब डी, एबाट सुरु भएर बीमा टुङ्ग्यो, डीबाट सुरु भएर ईमा टुङ्ग्यो। अब यहाँ यफ छुटो, एउटा एउटा ग्याप हुँदै गयो, जीबाट सुरु भएर यसमा टुङ्ग्यो। अब तपाईँहरूले भन्नुहोस्, मैले भन्नै पर्दैन, ल तपाईँले आइडिया भइसक्यो। एबाट सुरु भएर बीमा टुङ्ग्यो, डीबाट सुरु भएर ईमा टुङ्ग्यो, जीबाट सुरु भएर यसमा टुङ्ग्यो। अब त्यहाँ तपाईँले आन्सर लेख्नुहोस्, सिद्धि हो। ल गर्नु त। हो बीको भयो। ए श्याम सुन्दर ठाकुरले ठिक गर्नु। ल हेर्नु त, अब जेबाट सुरु भएर केमा टुङ्ग्यो। अब य छोडो, यहाँ यहाँ चाहिँ तपाईँको जे छोडो, यहाँ य छोड्नु पर्यो, सी एफ जे छोडो, के अरे यो जिएच आई छोडो, आई छोडो, अनि यहाँ यल छोडो भनेपछि मार, यम एआर ओओएन, यमबाट सुरु भएर यनमा टुङ्गिनु पर्यो। अब अर्को एउटा म यस्तै दिन्छु है, नासुमा दुईचोटि, परदेशमा एकचोटि सोधेको, नासुमै सोधेको क्वेसन, एकचोटि खरदारा नि सोधेको। यो पास्ट क्वेसन हेर्नु होला है, यो क्वेसन दुई तिनचोटि सोधेको यही। इएएसटिइआरएन, यो क्वेसन नासुमा नि खरदारमा नि सोधेको क्वेसन हो है। त्यहीबाट ताने रियालिटी, टाइटानिक, वाट वान। ल यो सोधेको, यो नासुमा र खर्दा दुइटै इक्जाममा सोधिएको प्रश्न हो। एन्सर कुन चाहिँ हुन्छ भन्नु पर्यो। हो, राजजीले एकदम ठिक गर्नु। ग्रेट। अब यहाँ हेर्नु त, यो 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 यसलाई पेनल्टीमा यो आरईबाट सुरु भयो, इएएसटिइआरएन, यहाँ आर र ईबाट सुरु गरौँ, आरइएलआइटी भयो। अब यहाँका दुइटा हेर्नुहोस् त, यो लास्ट भन्दा यतापट्टिका दुइटा टिआईबाट सुरु भयो, टिआई टिएएनआइसी। अब तपाईँको आई र एन हुनु पर्यो, योभन्दा पछिकामा आइएन हुनु पर्यो। कुन चाहिँ हुन्छ त, अरूमा त आइएन छैन, यहाँ यनै छ, यहाँ आइएम भयो, यहाँ आइएन भने त यही मात्रै छ, इन्क्लुड, इन्क्लुड। अब यहाँ झुकिन्छ, ल भन्नु त, यसमा झुकिन्छ त। अब यो पनि सोधेको क्वेसन हो, यो गत वर्ष सोधे, अब अर्को पनि भनिदिन्छ है तपाईँ। यो यस्ता क्वेसन धेरै सोधेको नाजु खल्ला, पर्दैछ त कति कति। अब अब अर्को म दिन्छु है, हेर्नुहोस्।
यो पनि सोधेको छैन ल यो गत वर्ष मात्रै सोधेको यहाँ सबै लेटर बराबर छन् हेर्नुहोस् है यहाँ सबै लेटर बराबर छन् एउटा दुईटा 3 4 5 6 कहिले यहाँ 3टा 4 5 6 हुँदै जान्छ यो अझ एउटा 5 गराउँछु मैले पछि अब 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 सबैमा बराबर हुन्छ कहिले फरक फरक पनि हुन्छ तर कहिले बढ्दै बढ्दै जाने हुन्छ कहिले घट्दै घट्दै आउने हुन्छ कहिले यहाँबाट सुरु भएको हुन्छ मिनितिर त जाँदैन जाने भनिहाल्यो अब यहाँ हेर्नु त पेनल्टी बेट यहाँ हेर्नु है कति छ यहाँ ए भयो आयो लास्ट लेटर ए अब यो सेकेन्ड लास्ट बी आयो एबी अब यहाँ सेकेन्ड लास्ट सी आयो अनि डी आयो यो चाहिँ यसलाई पेनल्टिमेट लेटर भन्छ सेकेन्ड लास्ट पेनल्टिमेट भनेको यो सेकेन्ड लास्ट हो एउटा दुईटा एबिसिडी अब यहाँ ए आयो यहाँ ई आयो यहाँ एफ आयो यहाँ जी आयो अब पालो यसको एन्सर कुन हुन्छ त ल एबिसिडी एएफजी अब यस एन्सर एकदम हो यसरी यो त एउटा अलिकति नमुना मात्रै हो यसका धेरैवटा गर्नुपर्छ हामीले सधैँभरि 1 घन्टा नै हुन्छ सधैँभरि 1 घन्टा नै हुन्छ हरेक टपिकको भोलिबाट हामी अब यो त आजको के नि यसो झलक झलक मात्रै हो यो पढ्दा पछि त्यसमा धेरैवटा प्र्याक्टिस गर्नुपर्छ तर यो त अलिकति थोरै मात्रै हो अब भोलिबाट हामी रेगुलर सुरु गर्छौँ 9 बजे इच्छुक साथीहरू जोइन हुनु होला अब भोलिबाट चाहिँ कन्टिन्यू जान्छ त्यो सबैलाई हुन्छ यदि तपाईँ क्लास लिनुहुन्न सेल्फ पढ्नुहुन्छ भने बेस्ट यदि लिनुहुन्छ भने टाइममै लिनु होला पछि लिनु पर्दा टाइम ढिलो पनि हुन्छ प्लस धेरैतिर त्यो शासन प्रशासनको त्यो सबै जिकेमा जुनसुकैमा नि छ कि त नासु खर्दा छ प्राविधिकतिर नि छ त्यो एकदम धेरै सोच व्यवस्थापनको त्यो शासनको हुन्छ नि अब कसरी संवैधानिक विकास भयो कसरी शासनकाल राणाकालमा कतिवटा जिल्ला थिए त्यहाँ कसरी शासन हुन्थ्यो सबै कुरा अध्ययन हुन्छ भन्दा नि कति बुझिन्छ भन्ने हो 1 महिना त सकिँदैन 1 महिनाभन्दा बढी जान्छ धेरै छ ल सबैलाई आज नमस्कार शुभरात्रि अब भोलि यही टाइम तपाईँहरू आइक्यू मात्रै त्यहाँ जोइन गर्न सक्नुहुन्छ म सरलाई भन्छु आइक्यू मात्रै जोइन गर्न सक्नुहुन्छ पाउनु पनि हुन्छ ल धन्यवाद हाम्रा आदरणीय प्रशिक्षक कुमार तिमर सिन्हा सरलाई